Hey guys, welcome to my YouTube channel. दिल ब्लग च्यानलमा तपाईहरुलाई स्वागत छ। मैले केही न केही जानकारी दिइरहेको हुन्छु अनि मेरो ब्लगमा जति जनाले सब्स्क्राइब गर्नुभएको छ धेरै धेरै धन्यवाद। अनि जति जनाले सब्स्क्राइब गर्नु भएको छैन उहाँहरुलाई म भन्न चाहन्छु मेरो च्यानल प्लिज यति भिख माग्दा सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। मैले धेरै रमाइलो भिडियो पनि बनाउने गर्छु अनि केही जानकारी पनि दिन्छु। जस्तो आफुलाई अब मेरो सिप भनेको होटल लाइनको त्यसको पनि मैले तपाईहरुलाई जानकारी दिन्छु हैन। के चीजहरु राम्रो छ के चीज राम्रो छैन, के चीज गर्न सकिन्छ के चीज गर्न सकिँदैन। यदि तपाईहरु विदेश जाँदै हुनुहुन्छ इन्टरभ्युमा कस्ता कस्ता सवालहरु सोधिन्छ त्यसको बारेमा पनि मैले जानकारी दिन्छु। अनि होटलमा अब तपाईहरुले अन्य कटिङका जानकारीहरु के जानकारी तपाईहरुले लिन सक्नुहुन्छ होटल लाइनको बारेमा, कुन डिपार्टमेन्टमा तपाईहरुले काम गर्नुहुन्छ त्यो चीजको बारेमा तपाईहरुले मलाई कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ। यदि मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। अहिले चाहिँ म फिलहाल होटलमा छैन, म आफ्नै गाउँठाउँमा सानो मेरो एउटा व्यवसाय मैले आफ्नो एउटा कटेज खोलेर त्यही कटेजलाई चलाइरहेको छु किनकि बाहिर हिँडी म थाकिसकेँ। अनि त्यही भएर मैले चाहिँ यो स्प्रिङ अनियनको बारेमा एउटा भिडियो बनाउन लाग्छु के। यो हरियो प्याजको पत्ता गाउँघरमा यतिकै फालेको हुन्छ यसको बारेमा, किनकि यो देख्दाखेरि मैले आज भिडियो बनाम जस्तो लाग्यो। त्यही भएर म तपाईहरुलाई जानकारी दिन्छु। पुरै भिडियो हेरेर मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, मन परे लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। फेसबुकमा देख्नु भयो भने फलो गर्नु होला र टिकटकमा देखे पनि मलाई फलो गर्नु होला। थ्यांक यू, धन्यवाद। नेपालमा जतिजनाले होटल लाइनमा काम गर्नुहुन्छ नि यो चाहिँ हरियो प्याजको पत्ता जसलाई स्प्रिङ ओनियन भनिन्छ यसको बारेमा थाहै छैन के मान्छेलाई। यो केमा युज हुन्छ भनेर नेपाली सेफहरुलाई च्यालेन्ज दिन्छु। 100 मा 60% लाई थाहा छैन होला, 40% लाई चाहिँ बाहिर जसले जब गर्नुहुन्छ त्यसले थाहा होला कि यो के गरिन्छ केमा युज गरिन्छ भनेर। चाइनिजमा बढी जति युज हुन्छ र यसरी यसलाई बनाएर राख्न सकिन्छ। जसरी यो मैले प्याजलाई अब यसलाई हैन, अब यसलाई यो छिल्यो हैन, यसलाई मजाले यसको छिलेर अब यसलाई मजाले छिलेर यसको तलको भाग चाहिँ मजाले कट गरेर राख्ने है। अब यसलाई यो भयो हैन, अब यसको अगाडिको भागको मैले पहिले नै काटिसकेको छु हैन। छ भनेपछि तपाईले यसलाई चुडेर पनि फाल्न सक्नुहुन्छ, काटेर पनि फाल्न सक्नुहुन्छ। यसलाई अब तपाईले पेपरमा लपेटेर फ्रिजमा राख्नुभयो। इभन तपाईले क्लिन र्याप हुन्छ, क्लिन र्यापमा एउटा क्लिन र्याप भनेको यस्तो एउटा र्याप आउँछ प्लास्टिकको आउँछ, त्यसलाई लपेटेर राख्नुभयो भने यसलाई युज गर्न सकिन्छ। जस्तो चिल्ली चिकन भयो, चिकन 65 भयो, नुडल भयो। मुम्बईमा त यो नहालेर खानै युज हुँदैन। थ्यांक यू, धन्यवाद। थ्यांक यू वाचिङको लागि कहाँबाट हेरिरहनु भएको छ अनि सबैजनाले सब्स्क्राइब गरिदिनु होला। धन्यवाद, नमस्कार।